के तपाईको टाउको बारम्बार दुख्छ? सानोतिनो टेन्सन हुँदा, मोबाइल हेर्दा वा निन्द्रा नपुग्दा यस्तो हुन्छ? यदि हो भने तपाईँ एक्लो हुनुहुन्न। विश्व स्वास्थ्य संगठन WHO का अनुसार विश्वभर 50% भन्दा बढी वयस्कले हरेक वर्ष कम्तीमा एकपटक टाउको दुखाइ अनुभव गर्छन्। आज हामी टाउको दुखाइको वैज्ञानिक कारण, लक्षण, उपचार र बच्ने उपायबारे विस्तृत रूपमा बुझ्नेछौँ। टाउको दुखाइ के हो? टाउको दुखाइ भन्नाले मस्तिष्क वरिपरि रहेका स्नायु, रक्तनली वा मांसपेशीमा तनाव वा रासायनिक असन्तुलनका कारण हुने पीडा हो। टाउको दुखाइ मुख्यतः दुई प्रकारका हुन्छन्। एक, प्राइमरी हेडेक जस्तै माइग्रेन हेडेक, टेन्सन हेडेक र क्लस्टर हेडेक। दुई, सेकेन्डरी हेडेक अन्य रोग जस्तै साइनस, ब्रेन ट्युमर वा हाई ब्लड प्रेसरका कारण हुने हेडेक हुन्। CDC-ले गरेको अध्ययन अनुसार टेन्सन हेडेक सबैभन्दा सामान्य हो र धेरै मानिसलाई हुने गर्छ। जनसङ्ख्याको 78% मानिसले यो अनुभव गर्छन् भने माइग्रेन महिला र पुरुष दुवैमा हुने भए पनि महिलामा 3 गुणा बढी देखा पर्छ। टाउको दुखाइको प्रमुख कारणहरू: 1. मानसिक तनाव। अत्यधिक तनाव वा चिन्ताले स्नायु तन्किन्छ जसले टेन्सन टाइप दुखाइ निम्त्याउँछ। 2. निन्द्राको कमी। हार्वर्ड स्लिप स्टडीका अनुसार निन्द्राको कमीले सेरोटोनिनको स्तर घटाउँछ जसले गर्दा टाउको दुखाइको समस्या हुने गर्छ। 3. डिहाइड्रेसन अर्थात् पानीको कमी। शरीरमा 2% मात्र पानी कम हुँदा मस्तिष्कको दबाव महसुस गर्छ जसले गर्दा टाउको दुखाइ हुने गर्छ। 4. स्क्रिन टाइम। मोबाइल, ल्यापटपको लामो प्रयोगले आँखाको तनाव र दिमागको थकान बढाउँछ। यो पनि टाउको दुखाइको प्रमुख कारणमध्ये एक हो। 5. हार्मोनल परिवर्तन। विशेष गरी महिलामा महिनावारी, गर्भावस्था वा मेनोपजको समयमा हर्मोनहरू परिवर्तन हुने भएकोले टाउको दुख्ने समस्या हुन सक्छ। 6. खाना। चकलेट, चिज, प्रोसेस्ड फुडमा रहेको टाइरामिन नामक तत्त्वले माइग्रेन ट्रिगर गर्ने हुनाले माइग्रेनको समस्या भएकालाई झन समस्या बल्झन सक्छ। लक्षणहरू: टाउको दुखाइको प्रकार अनुसार लक्षण फरक हुन्छ। माइग्रेनमा एकतर्फी चिमोट्ने दुखाइ, बान्ता लाग्ने वा भपक लाग्ने हुन सक्छ। टेन्सन हेडेकमा टाउको वरिपरि बाँधिएको जस्तो महसुस हुन्छ। क्लस्टर हेडेकमा आँखाको वरिपरि गहिरो दुखाइ र आँसु आउने हुन्छ। लक्षणहरूमा चिडचिडापन, उज्यालो सहन नसक्नु आदि पनि हुन सक्छ। CDC-का अनुसार माइग्रेन भएका मानिसहरूको 90%ले काम वा दैनिक जीवनमा असर पर्छ। घरमा गर्न सकिने सामान्य उपचारहरू: 1. औषधि। हलुका टाउको दुखाइमा पारासिटामोल, आइबुप्रोफेन, निम्स जस्ता पेनकिलर औषधिहरू प्रयोग गर्न सक्नुहुन्छ, तर डाक्टरको सल्लाह बिना लामो समय औषधि सेवन नगर्नुहोस्। 2. घरेलु उपचार। तुलसीको चिया, अदुवाको रस वा कागती पानीको सेवनले दुखाइमा राहत प्रदान गर्छ। पुदिनाको तेलले टाउकोमा मसाज गर्ने, सुत्ने कोठा अँध्यारो र शान्त राख्ने। 3. जीवनजल पानी। डिहाइड्रेसनको कारण हुने दुखाइमा जीवनजल वा कागती पानी उपयोगी हुन्छ। 4. योग र ध्यान। प्राणायाम र ध्यानले कोर्टिसोल घटाएर दुखाइमा राहत दिन्छ। WHO-ले मानसिक स्वास्थ्यका लागि ध्यानलाई प्राथमिकता दिन सुझाव दिएको छ।
टाउको दुखाइको समस्याबाट बच्ने उपायहरू: 1. पानी प्रशस्त पिउनुहोस्, 8 देखि 10 गिलास दैनिक। 2. नियमित निद्रा लिने, दैनिक कम्तीमा 7 घण्टा। 3. मोबाइल प्रयोगको समय घटाउने, 20-20-20 रुल प्रयोग गर्नुहोस्, हरेक 20 मिनेटमा 20 सेकेन्ड टाढा हेर्नु। 4. नियमित योग र व्यायाम। 5. क्याफिन र मदिरा कम गर्ने। 6. सन्तुलित आहार जस्तै भिटामिन B2 र म्याग्नेसियम पाइने खाना जस्तै सागसब्जी, बदाम लाभदायक हुन्छ। निष्कर्ष: टाउको दुखाइलाई सामान्य मानेर नजरअन्दाज गर्नु हुँदैन। यसको पछाडि गम्भीर कारण पनि हुन सक्छ। सामान्य अवस्थामा घरेलु उपाय र जीवनशैलीमा सुधारले यो समस्या समाधान गर्न सकिन्छ। तर यदि दुखाइ हप्तामा 2 पटक भन्दा बढी हुने, औषधिले राहत नपाउने वा बान्ता, तन्द्रा जस्ता लक्षण देखिएमा तुरन्त चिकित्सकलाई देखाउनुहोस्। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि उपयोगी र जानकारीमूलक लाग्यो भने स्वास्थ्य सरोकार युट्युब च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। स्वस्थ जीवनका लागि सही जानकारी स्वास्थ्य सरोकार।